नमस्ते सबैजनालाई। आफ्टर लङ टाइम 5 महिनापछि म हजुरलाई फेरि मेरो युट्युबमा स्वागत गर्दैछु। अनि हाम्रो फ्यामिली चाहिँ पूजाको लागि स्वर्गद्वारी दर्शन गर्न जाँदैछौँ। हामी चाहिँ गाडी रिजर्भ गरेर जाँदैछौँ हाम्रो फ्यामिली। अनि हामी चाहिँ बिहान नै उठेर 4 बजे उठेर हामी रेडी भएर जाँदैछौँ। यो टाइमसम्म चाहिँ हाम्रो हालत खराब भइसकेको थियो, किनभने हामीलाई निद्रा लागेको थियो बिहान छिटो उठेको कारणले। यतिखेर चाहिँ हामी भिङ्ग्री पुगिसकेको थियौँ। अनि हामीले केही सामानहरू किन्नु थियो, त्यो भएर कान्छाहरू सामान लिन गए। हामी चाहिँ गाडीमा वेटिङ गर्दै बस्दै गफ गर्दै भिडियो बनाउँदै बसिरहौँ। अनि पछाडि चाहिँ मेरो सासू मम्मी गीत सुन्दै नाच्दै गरेछौँ हामी दुईजना चाहिँ। अनि हामी चाहिँ यसरी नाच्दैछौँ दुईजना। अनि कान्छी चाहिँ यस्तरी सुताछन् अनि ठुलो नन्द यस्तरी बसेछन्। अनि मेरो बुढा र भान्जा अगाडि। फाइनली हामी भिङ्ग्री यता आज हैरान पर्छ, हैरान पर्छन् कि यहाँ पनि रहेछ त के गर्नु। हाम्रो गाडी चाहिँ यहाँनिर छ। हामी जाने चाहिँ यो गेटदेखि भित्र पस्नुपर्छ यतातिर कता। अनि यिनीहरू चाहिँ मेरो मोबाइल लगेर मौकाको फाइदा उठाइहालेछन् नि त। मेरो भान्जा र मेरो देवर, ऊ चाहिँ मेरो देवर अनि अर्को फुच्चे चाहिँ मेरो ठुलो नन्दको छोरा, मेरो ह्यान्सी भान्जा ह्यान्सी। स्वर्गद्वारीको मिठो भ्यू। स्वर्गद्वारी पूजामा हाम्रो एन्ट्री हुँदैछ। मेरो भान्जा छिटो बोल्दैन हाम्रो माथि स्वर्गद्वारी दर्शन गर्दै हामी हाम्रो फ्यामिलीसँग। भयो स्वर्गद्वारीमा इन्ट्री हुन लागेको छ मिस्टर राजको। समाज होइन बसेको होइन नि अलि। स्वर्गद्वारी प्रवेश गरिएको छ मन्दिर। Why?
यस्तो के आन्ने हिसाब आउनु साबास त्यसरी अहै यस्तो गरेर जा भोइ भोइ यस्तो नगरौँ न त्यस्तो नगरौँ न कान्छो भइगयो मान्छे हामी ईश्वरको दारीबाट बिदाई बारी गर्दै हामी चाहिँ घरतर्फतिर है हामी घरतर्फतिर वाउ सुन्दरी वाउ सुन्दरी हो तर वाउ वाउ हामी चाहिँ फर्किँदैछौँ अनि मेरो बुढा चाहिँ बिहान छिटो उठेको भएर चाहिँ अनिदो भएर मस्तले सुतेर आउनुभयो म चाहिँ भिडियो बनाएँ मौकामा अनि मेरो बुढा चाहिँ सुतेर फेरि उठेर पनि गाडी चलाउन थाल्नुभयो हामी चाहिँ सरर आयौँ म चाहिँ मक्ख पर्दै भिडियो बनाउँदैछु मेरो बुढाको अनि बुढा फेरि मक्ख भएर गाडी चलाउँदै हुनुहुन्छ हामी चाहिँ घरतिर फर्किँदैछौँ साथीहरू अनि आजको हाम्रो भ्लग यति नै मैले चाहिँ फोटोहरू राख्नेछु हजुरहरूले हेरिदिनु होला र अब भ्लगलाई कन्टिन्यू दिनेछु सबैजनालाई माया गरिदिनु